मृतक ओम प्रकाश मेहतालाई शहीद घोषणा गरियोस् तथा उचित क्षतिपूर्ति प्रदान गरियोस्। नम्बर 1। नम्बर 2। घाइते भई विभिन्न अस्पतालहरूमा उपचाररत बिरामीहरूको उचित तरिकाले उपचारको जिम्मा राज्यले लियोस्। नम्बर 3। 2083 4/10 गते पवित्र सावन महिनामा हिन्दू श्रद्धालुहरू जल भर्न जाने तयारी गरिरहँदा नयाँ हाटको शिव मन्दिर देवानगञ्ज गाउँपालिका वार्ड नम्बर 3 मा डीजे बजाउने बेलामा हर्षोल्लासका साथ नाचिरहेका श्रद्धालुहरूमाथि देवानगञ्ज गापा वार्ड नम्बर 3 बस्ने अबुल मंसूरी, कादिर मंसूरी, हजरत मंसूरी, इलियास मंसूरी, शिक्षक भएर लगायतका नेतृत्वमा अन्दाजी 50-60 जना मुस्लिम समुदायका मानिसहरू हात हतियार सहित आक्रमण गर्दा श्रद्धालुहरूमा भागाभाग भएको र शमसुलको छोरा निज अबुल मंसूरी र निजको छोरा सद्दाम मंसूरी, कादिर मंसूरीले देवानगञ्ज प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर राकेश राईलाई फोन गरी नयाँ हाटमा मुस्लिमहरूमाथि आक्रमण भएको गलत र भ्रामक जानकारी दिँदा इन्चार्ज राकेश राई उक्त स्थानमा आए। केही सोधपुछ नगरी 81 हिन्दू समुदायका श्रद्धालुहरूमाथि अन्धाधुन लाठी प्रहार गर्दा प्रतिकारमा उत्रेका श्रद्धालुहरूको कुटाईबाट राकेश राईको टाको फुटेपछि स्थानीय क्लिनिकमा उपचार गराउँदा अब 2-4 जनालाई ढाल्नुपर्छ भन्दै ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई गोली हान्न भनेपछि ती सशस्त्र प्रहरीहरू ताकी हिन्दू समुदायमाथि गोली प्रहार गरेको, आफू घाइते भएको रिसिभीका कारण घटनाको जानकारी कतै नदिई आक्रोशमा आई गोली चलाएको गल्ती गर्दा आफूहरू गोली नचलाएको जस्ता गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिने घटनामा संलग्न सम्पूर्ण प्रहरी प्रशासनमाथि सख्त कारबाही गरियोस्। नम्बर 4। उक्त दिनमा साँझ लगभग 8 बजेदेखि बिजुली पटक काटिएको, गोली हान्ने बेलामा पनि बिजुली काटिएको र घटना लगत्तै बिजुली निरन्तर रहेकोबाट बिजुली विभागमा कहाँबाट के कति कारणले बिजुली काटिएको र बिजुली विभागको ड्युटी बस्ने कर्मचारीको मोबाइलमा कसको फोन भएको समेत अनुसन्धान गरी सशक्त कारबाही गरी अब उपरान्त यस्ता घटना नहोस् भन्ने सुनिश्चितता गरियोस् र उक्त घटनामा संलग्न वा साजिश गर्ने व्यक्तिको कल डिटेल निकाली छानबिन गरी संलग्न सम्पूर्ण व्यक्तिमाथि कारबाही गरियोस्। 5। देवानगञ्ज गापा वार्ड नम्बर 3 मा रहेको मदरसाको वैधता छानबिन गरी त्यहाँ काम गर्ने सम्पूर्ण कर्मचारीको विस्तृत जानकारी लिई अवैध ठहरे मदरसा बन्द गरियोस्। 6। उक्त मदरसाको सञ्चालक अबुल हसन र शिक्षक इलियास मंसूरीको मिलोमतोमा मदरसाको फण्ड दुरुपयोग गरी गाउँका मुस्लिम केटाहरूलाई आर्थिक प्रलोभनमा पारी पटक हिंसा फैलाउने काम गरेकाले निज अबुल हसन र शिक्षक इलियास मंसूरीमाथि आवश्यक छानबिन गरी कारबाही गरियोस्। 7। यो घटना लगभग आज भन्दा 15 दिन पहिलेदेखि नयाँ हाटमा वातावरण बिगार्न खोज्ने मुस्लिम मानिसहरूमाथि देवानगञ्ज थानाको इन्चार्ज राकेश राई आवश्यक सुरक्षाका व्यवस्थाहरू मिलाउनु पर्ने पहल नगरेको, सशस्त्र प्रहरीको इन्स्पेक्टर समेत मुस्लिम केटाहरूको सीमा वारिपारी अवैध तस्करको आर्थिक प्रलोभनमा पर्ने गरेको, मुस्लिमको तर्फ बढी झुकाव देखिएको र पदीय जिम्मेवारी पूरा गर्न असक्षम भएकोले छानबिन गरी आवश्यक कारबाही गरियोस्। 8। उक्त मदरसामा सञ्चालित अवैध गतिविधि, हात हतियार, शंकास्पद व्यक्तिहरूको बसाई, अपरिचित व्यक्तिको आवत जावत जस्ता गतिविधि नियन्त्रण गरी मदरसा बन्द गरियोस्। अन्यथा भविष्यमा मदरसाको फन्डिङबाट अकल्पनीय हुल दंगा समेत हुन सक्ने सादर निवेदन गर्न चाहन्छु। 9। मुस्लिम पक्ष र प्रहरी प्रशासनको गैर जिम्मेवारीपूर्ण उस्काउने क्रियाकलापले हिन्दू पक्षलाई गोली हानिएपछि आक्रोशित जनसमुदायले गरेको प्रदर्शनको क्रममा तोडफोड आगजनीको जिम्मा सरकारले लिने र प्रदर्शनमा संलग्न व्यक्तिहरूमाथि कुनै प्रकारको मुद्दा कारबाही नहुने प्रतिबद्धता गरियोस्।